पोर्टुगलको मेट्रो स्टेसनभित्र लान्छ 210 मा त उ पाउँदो रहेछ Samsung A25 लाइका सिम छाता पानी धेरै पर्ने हो छाता पर्दो रहेछ इलमाबाट मेट्रो कहाँबाट कहाँ जान्छ भन्ने चाहिँ कलर छ नि स्टेसनहरू मेट्रोको ठाउँ नाउँ बाजा कुन कुन जक्सनसम्म जान्छ भने यहाँ चाहिँ लिनु कुपन ल भर्खरै यो लाइका भन्नेको सिम किनियो यो सरकारी उसको लागि काम लाग्ने सब यो चाहिँ चाहिने रहेछ क्या सिम किनियो सिम हालियो पनि यो ऊ भन्ने हुँदो रहेछ सिम त कति बाबा सिम त थुप्रै थरीको सिम हुँदो रहेछ यो फ्री यो यहाँ बस चल्लाको बस छुट्यो पहिलाको ढिलो भएर हिँडेर सामान जोडेर भाइले लिनु पठाएको छ यस्तै छ यहाँ असल रस पोर्टुगल यस्तो हुन्छ बस नम्बर बस टिकट अनलाइन काटेको हुन्छ 5 साढे 4 को छुटेको अरे 6 बजे त यहाँ त कति बसको लाइन जाने चाहिँ अल्को भाषा पहिलाको बस छुट्यो टिकट पहिला अनलाइनमा सस्तो पर्छ पछि वहीँ काउन्टर काटेर महँगो पर्छ टिकट पहिले अनलाइन काटेर सस्तो गर्दो रहेछ सामान पनि छुट्यो थियो ठिकै भयो सामान भेटाइयो पहिलो बस छुट्यो नि के भएन सामान छुट्यो थियो सामान त लियो ल सबैको पैसा धेरै भयो नि सामान छुट्यो रहेछ ठिकै भएन ल अब बस हिँड्नु लाग्यो यहाँबाट 120 किलोमिटर हान्नुपर्ने झन्डै 100 किलोमिटर माथि पर्दो रहेछ अल्को भाषा भन्ने ठाउँ जान लाग्यो बस पनि यस्तो कम्फर्टेबल हो कम्फर्टेबल बस हिँड्यो दामी कम्फर्टेबल अल्को भाषा लाग्यो घाम डुब्नु लाग्छ लेसमन छोडेर हिँड्यो गाउँमा हल्का गाउँ सायदतिर सामान धेरै भयो भने सामानहरू आफूले चाहिँ हेर्ने राखिराख्नुपर्छ भोलि सामान पर्वल हुँदो रहेछ बिजुलीको हाई टेन्सन लाइनहरू चाहिँ पुरै बिजुली पोलले हालेको हुन्छ कता नेपालको झल्को के यो बिजुलीको तार राख्दा चाहिँ
बार्सिलोनाहरू यस्तो ठुल्ठुलो क्लबहरूले खेलाउने रहेछ टाइम टाइममा। सिटी चाहिँ विकसित हो भयङ्कर। यो डाँडाकाँडा पनि कस्तो मजाको घरहरू बनायो। कन्टिनेन्टल भन्दो रहेछ प्रायः जसो यहाँको सुपर मार्केटहरूलाई। मर्कादो पनि भन्छ, सुपर मर्कादो पनि भन्छ। गाउँ टाइपको घर हो, गाउँ टाइपको घर हो। यहाँ चाहिँ सिट्रोन नेपालमा खासै भएको छ भने सिट्रोन यहाँ चाहिँ एकदम धेरै चल्ने कि सिट्रोन फ्रान्सको गाडी। पोजो, सिट्रोन, निसान, टोयोटा, टेस्ला बढी बोल्दो रहेछ। टेस्ला, अडी त भन्नै परेन नि, हाई टेन्सन लाइनहरू। उसले चार्ज गर्ने त्यो विङ के हावाको बेगमा चार्ज हुने। घाम डुब्न लागेको अवस्था, पानी बेला बेला आइरहेको रहेछ। यो दामी हेर नि त, त्यो बिजुली उत्पादन गर्नु ठाउँको सदुपयोग। क्यारिस भन्ने ठाउँ होइन ल, लिस्बनको क्यारिस भन्ने ठाउँ। यसरी अमिलो फलेका छन्। यता सुन्तला छन्, अझै पनि सुन्तला रहेछ है यहाँ। ल, यो टर्बाइन घुमेको घुमै छ, बिजुली उत्पादन भएको भइ छ, चटक्क लाएर। यता हेर त। ल ल, यही हो लिस्बनको गाउँ। लिस्बन र पोर्तुगलको गाउँ। सुन्तला फलेको छ अझै नि। अलिअलि जुनसुकै होस्, पानी आउला, पानी आयो, चराचुरुङ्गी करा आवाजहरू, हाई टेन्सन लाइनहरू यो नेपालमा त्यो लाइन। तर यिनीहरूको चाहिँ खोप्पा खोप्पा हुने चाहिँ क्या, उक्लिने हो, सजिलो मिल्ने कि। ल, आनन्द छ।
कतातिर हो सिधै गएर लेफ्ट राइट जाने हो कि लेफ्ट जाने हो कि कता के उता यो एक्सपोजर एकदम यो अजम्बरी अब हामी कता जाने हो हामी चाहिँ अहिले क्यारिस भन्ने ठाउँ अरे ल यता चाहिँ लेफ्ट साइड बस्ने राइट साइड च्यापेर हिँड्छन् भने मतलब काममा छ होला कि उठाउनु हामी हिँड्दाखेरि यो साइड हिँड्नु पर्छ गाडी भिजिबिलिटी हुने तरिकाले किनभने फाइन हान्दो रहेछ क्यारिस यो त के फरक छ नि नेपाल भन्दा यार सर्लकै नेपाल त नि ट्राभेसादो साक्रिस ताओ ऊ पर चाहिँ भेडा सिपहरू चल्दैछन् यहाँ नजिक चाहिँ यहाँ चाहिँ मार्केट रहेछ यिनीहरूको चाहिँ एउटा सर्टेन हुने कि रक्सीको छुट्टै पेट्रोल पम्प छुट्टै र मार्केट छुट्टै धेरै ठाउँमा चाहिँ नखोल्दो रहेछ कि होइन अनि सबै यसरी कम्पाउन्ड घेरेर राख्ने अनि एग्रिकल्चरलाई पार्थ्यमाथि दिने गाउँलाई चाहिँ अनि घरहरू अग्लो अग्लो घर बनाउनु अनुमति रहेनछ अनि बाटो हिँड्दाखेरि रोडको बाटो हिँड्दाखेरि हाइवेको बाटो हिँड्दा चाहिँ भिजिबिलिटी हुने साइडतिरबाट गाडी पास गरेर हिँड्नुपर्छ फुट ट्र्याक बनाएर हिँड्नुपर्छ बजारतिर फुट ट्र्याक छुट्याइदिए हुन्छ खरे गाउँतिर चाहिँ जुन साइडमा गाडी उता अपोजिटबाट आउँछ नि त्यो साइडबाट हिँड्ने जुन गाडी गइरहेको छ त्यो बाटो हिँड्यो भने पुलिसले उल्टो फाइन हान्दो रहेछ यो चाहिँ टर्बाइनहरू घुमिरहेका छन् बिजुली उत्पादन भइरहेको छ हाई टेन्सनहरू छ यो नेपालमा जस्तै ऊ छ यसको फरक चाहिँ बिचमा चाहिँ क्लाइम गर्न मिल्ने खालको बनाएर छ ल घरहरू एघार छ कि शान्त के मान्छेहरू छैन सब बिजी लाइफ कुरा गर्ने बाटो पनि छैन टाइम पनि छैन समय नि छैन सब बिजी यो हो नि विकसित देशको एउटा पहिचान पेट्रोल पम्प मार्केट यसरी यहाँको चार्जर त्यो पिन डबल गोल हालको पिन डबल पिन भएको मात्रै लाग्ने कि यहाँको 3 पिनवाला नलाग्ने नेपालमा च्याप्टा खालको हुन्छ नि त्यो चार्जर चाहिँ नलाग्ने कि यहाँ युरोपतिर यहाँको यो सागको यो बुटा देख्दा मलाई अचम्म लाग्यो शान्त हो कि ठाउँ कति राम्रो पाठाहरू बाह्रको पाठाहरू यस्तो खालको 2 पिन होला यस्तो खालको यस्तोहरू जहाँ चाहिँ हो नि सिरिनेवाला यो च्याप्टा खालको चार्जर नपाउने छ यो युरोपमा सरफ म यो त कुरिलो हो नि कुरिलो खानु नि यो हात जोड्ने दुखेको उसको लागि एकदम राम्रो हो भन्छन् कि बाटै मुनि जति भने नि त्यति कुरिलो के भा कति होला यहाँ पुरै बने के हो बाबा हो तर यो त त्यो अलि त्यो हेरेर कुरिलो तर यो चाहिँ ठुलो जातिको यो चाहिँ होइन होला यो दाइले थाहा होला यो त होइन भएको कुरिलो हो यो त होइन यो के हो यो त वन धनिया जस्तो छ सोप हो यो यो हो नि विकास भनेको
घर घरमा फलफुलहरू फलाउने कृषिमा युगान्तकारी परिवर्तन कृषि क्रान्ति भनेको चाहिँ युरोपमा देखियो कि मैले देखेँ। अन्त अब जापान कोरिया चाइना पनि छ है, तर अहिले प्रत्यक्ष मैले देखेको चाहिँ युरोपमा चाहिँ एकदमै कृषि क्रान्ति। नेपालमा चाहिँ औद्योगिक क्रान्ति कृषि क्रान्ति गर्ने भनेको भाषण मात्रै हो, लेक्चरमै सीमित छ। यो हलालीको साग जस्तो हेर न नेपालमा। ल दामी दामी यहाँ टेस्ला गाडीहरू, वातावरण मैत्री गाडीहरू निकै गुड्दो रहेछ। बिवाइडी पनि गुडेको देखेँ, टेस्लाहरू निकै गुड्दो रहेछ। राम्रो हो। युरोले पनि अहिले बिस्तारै बिस्तारै खुब पार्टीमाथि दिन थालेको छ वातावरण मैत्री गाडीहरूलाई। थ्याङ्क यू, obrigado, boa tarde। यो क्याक्टसबाट हो कि के हो रे, यति अग्लो नेपालीहरू छन् निकै। Wherever you go, then you can meet lots of Nepalis. नेपालीहरूको पहिचान सल्लाह हेर नि, सल्लाह है त सल्लाहको तोरी यहाँ आछ भने त्योबाट यहाँ ओर्दिने कि त्यसले गर्दा सरकारले त्यो वहीँबाट कम्पाउन्ड गरिदियो भने कम्ती। के बेथेको साग जस्तो यो बिचबिचमा साग जस्तो त यो जौँ गहुँ के होला त लाउने कि है, त्यसपछि जङ्गल जौँ प्रजातिमा एउटा होला। अरू के बोट हुन्छ जस्तो